नमस्कार, मेरो नाम विपिन कुमार उपाध्याय, घर वीरगञ्ज, वार्ड नम्बर 13। म महिला तथा बालबालिका विकास संस्थाको अध्यक्ष। अहिले आएको नयाँ जिन्जी सरकारले धेरै राम्रो काम गरेको भएर म धेरै खुसी छु, आकर्षित छु र सधैँभरि इज्जत मान सम्मान गर्छु र म सधैँभरि सपोर्ट पनि छु यो नयाँ सरकारको। त्यसैगरी हाम्रो शिक्षा विभागतिर जाउँ। शिक्षा विभागमा हाम्रो शिक्षा मन्त्री सुस्मित पोखरेलज्यूले शिक्षामा सुधार ल्याउनको लागि कुरा मात्रै सुनियो तर व्यवहारमा देखिएन। पहिले पनि स्कुलमा एडमिसन फी नलिएर एनुअल फी भनेर लिनुहुन्थ्यो बोर्डिङ स्कुलहरूमा। अहिले पनि त्यो नै चलिरहेछ। पहिला जसरी हामीले बच्चाहरूको एडमिसन फी को ठाउँमा एनुअल फी भनेर उहाँहरूले लिनुहुन्थ्यो, अहिले पनि त्यही लिइराख्नु भएको छ उहाँहरूले। त हामीले शिक्षामा सुधार भएको के पायौँ? त्यो मन्त्रीज्यूले बुझिदिनु पर्यो। अस्ति मैले मन्त्रीज्यूको काठमाडौँमा पत्रकार सम्मेलनमा सुने, एकजना पत्रकार साथीले सोध्नुभयो, मन्त्रीज्यू बोर्डिङ स्कुलमा धेरै गुनासोहरू आयो, तपाईले सबै थोक माफ गरिदिएका छौँ, लिन पाउँदैन भन्नुहुन्थ्यो। त्यही पनि एडमिसन फीको ठाउँमा एनुअल फी भनेर निजी स्कुलहरूमा उठाइराख्नु भएको छ। उहाँले सोद्धाखेरि पनि तपाईले प्रष्ट गरेर भन्नुभएको छैन। मात्र एडमिसन फी लिन पाउँदैन, एकपल्ट एडमिसन गरिसकेपछि अर्को क्लासमा जाँदाखेरि एडमिसन फी लिन पाउँदैन भन्नुभएको छ। तर उहाँ पत्रकार साथीले एनुअल फीको कुरा गर्दाखेरि तपाईले कुरा अर्कैतिर लैजानु। यो नयाँ सरकारले यस्तो घुमाएर कुरा गरेको जनतालाई चित्त बुझेको छैन। तपाईले प्रष्ट पारिदिनु पर्यो। एनुअल फी र एडमिसन फी यस्तो लिन नपाउने। जस्तै एउटा स्कुलमा 1000 विद्यार्थी छन् भने उहाँहरूले 2 महिना बराबर 2500 5000 एनुअल फी भनेर लिँदै हुनुहुन्छ। 1000 विद्यार्थीको 5000 ले हिसाब जोड्नु 50 लाख हुन्छ। 50 लाख उहाँहरूले एनुअल फीमा लिएर एक्स्ट्रा कमाई हो कि होइन उहाँहरूको? अब यसको खोजी नीति कसले गरिदिने? हामी सर्वसाधारणले गर्ने कि नयाँ आएको सरकारले गर्ने? यो फी माफ त्यो फी माफ खाली हावा मात्रै फैलाएर नेपालदेखि इन्डियासम्म न्युज फैलाउनु भयो मन्त्रीज्यू। यसलाई कार्यान्वयन मात्रै गर्ने कि पहिलाको पुरानो सरकार जस्तै उखान टुक्कामा मात्रै लैजाने भन्दै मैले यो सूचना सर्वसाधारणदेखि मन्त्रालयसम्म पुगोस् र सबैले